स्वागत छ फेरि पनि यहाँहरूलाई यस च्यानलमा। आज यस भिडियो मार्फत गुरु रिम्बुछेलाई प्रार्थना गर्दाखेरि पढिने सबसे लामो मल्लम अर्थात् प्रार्थना उपदेश पाठ सलदेव ल्याउदुनमा यो प्रार्थना उपदेश पाठ गुरु रिम्बुछेले कहाँ कतिखेर कसलाई सुनाउनु भएको थियो, बताउनु भएको थियो भन्ने कुराको कथासहित जानकारी राख्ने कोसिस गर्नेछु। भिडियोको अन्तिमसम्म रहेर साथ दिनु होला। नमस्कार। टसिदेले 8औं शताब्दीमा गुरु रिम्बुछे बौद्ध शिक्षा विस्तार गर्दै जान हुने क्रममा तिब्बतको धर्मराजा ठिसौँ देउचेनको निमन्त्रणामा तिब्बत पुग्नुभयो। तिब्बत पुग्नु भई बौद्ध शिक्षा विस्तार गर्ने समयमा तिब्बतको पहिलो गोन्पा सामे गोन्पामा ठुलो घनचक्र पूजा अर्पण गर्नुभयो। यसरी सामे गोन्पामा घनचक्र पूजा अर्पण गर्ने समयमा गुरु रिम्बुछेलाई गेलौँ नामखाइ निङपो ग्याल्फो ठिसौँ देउचेन खाडो हेसे छग्याल अनि नानाम दुर्जे दुज्योम ह्लासे मुतिक चेन्पो लगायतका शिष्यहरूले ढोक वन्दना परिक्रमा गर्दै मण्डला अर्पण गर्नु भइसकेपछि यस प्रकारको बिन्ती बिसाउनु भयो। हे आचार्य गुरुदेव, गुह्य तन्त्रको शिक्षा वा उपदेशहरूमध्ये थाम्छिक अर्थात् समय पालना गर्नु, वाचा पालना गर्नु महत्त्वपूर्ण रहेछ। त्यसभित्रमा पनि गुरुलाई श्रद्धा भक्तिपूर्वक प्रार्थना गर्नु एकदमै ठुलो महत्त्वपूर्ण रहेछ। किनभने गुरुलाई श्रद्धा भक्तिपूर्वक प्रार्थना गरिएमा गुरुलाई प्रार्थना गरिएकै पुण्यको प्रभावले गर्दाखेरि हाम्रो उद्धार हुने गुरुको ठुलो छिनलप अर्थात् अधिष्ठान, आशीर्वाद, ब्लेसिङ प्राप्त हुने रहेछ। साधारण अज्ञात व्यक्तिहरूले पनि केवल एक शब्द मात्र सुन्दाखेरि उक्त सुनिएकै प्रभावले गर्दाखेरि गुह्य तन्त्रको देवताहरूको चित्तलाई जगाउन सक्ने, आफ्नो चित्तमा समावेश गराउन सक्ने रहेछ। त्यसै कारणले गर्दाखेरि श्रद्धा भक्तिपूर्वक प्रार्थना गर्दाखेरि गुरु हजुरको छिनलप अर्थात् अधिष्ठान, आशीर्वाद, ब्लेसिङ प्राप्त हुने, शब्द कम र अर्थ धेरै समावेश भएको, सङ्ग्रहित भएको धर्म उपदेश प्रार्थनाको पाठ बताइदिनु भई हामीलाई मार्गदर्शन गरिदिनुहोस् भनी यसरी उहाँहरूले गुरु रिम्बुछेलाई अनुरोध गर्नुभयो। त्यसपछि गुरु रिम्बुछेले यस सलदेव ल्याउदुन्माको उपदेशको पाठ बताउनु भन्दा अगाडि यस प्रकारको उपदेश दिनुभएको थियो। सुन्नुस् पुण्यवानहरू, गोप्य वज्रयानको शिक्षा उपदेश उत्पत्ति एकदमै दुर्लभ रहेको छ। अघिल्लो बुद्ध साङ्गे हुल्सुङ अर्थात् काश्यप बुद्धले पनि बौद्ध शिक्षा विस्तार गर्ने बेलामा गोप्य वज्रयानको शिक्षा बताउनु भएन। हजारौं बुद्धहरूले पनि गोप्य वज्रयानको शिक्षा बताउनु भएन। भविष्यका बुद्धहरूले पनि गोप्य वज्रयानको शिक्षा बताउनै छैन। किनभने प्राणीहरू वज्रयानको उपदेश ग्रहण गर्नका लागि, सुन्नका लागि उपयुक्त पात्र नै हुने छैन। पहिले कल्प कुनको नाम गरिएको कल्पको समयमा अघिल्लो बुद्ध राजा नाम गरिएको बुद्धको पालामा गोप्य वज्रयानको उपदेश शिक्षा एकदमै बृहत रूपमा, व्यापक रूपमा फैलिएको थियो। त्यसपछि अहिले तथागत शाक्यमुनि बुद्धको पालामा, शाक्यमुनि बुद्धको शासनकालमा मात्र गोप्य वज्रयान शिक्षाको उत्पत्ति भएको छ। यसपछि कल्प
मेतोक्कोत नाम गरिएको कल्पको समयमा पुनः झ्याम्पियाङ अर्थात् मञ्जुश्री बुद्ध म जसरी नै पाल्नु भएर गोप्य वज्रयानको शिक्षा उपदेश विस्तार गर्नेछ, प्रदान गरिनेछ। किनभने यी 3 कल्पहरू, कल्प कुनगोत र शाक्यमुनि बुद्धको कल्पमा, त्यस्तै गरी कल्प मेतोक्कोत, यी 3 कल्पहरूमा वज्रयानको, गोप्य वज्रयानको शिक्षा उपदेश ग्रहण गर्ने सुन्ने चेलाहरू उपयुक्त पात्र हुनेछ। यी 3 कल्पहरू बाहेक अनि कुनै पनि कल्पहरूमा वज्रयानको शिक्षा उपदेश उत्पत्ति हुने नै छैन। किनभने वज्रयानको शिक्षा उपदेश सुन्नका लागि उपयुक्त पात्र शिष्यहरू हुन जरुरी छ। यी 3 कल्प बाहेक अन्य कल्पहरूमा वज्रयानको शिक्षा उपदेश सुन्ने, ग्रहण गर्ने उपयुक्त शिष्य पात्रहरू उत्पत्ति हुने नै छैन। त्यसै कारणले 18 लक्षण युक्त दुर्लभ मानव चोला प्राप्त भएको समयमा सुरुमा वज्रयानमा प्रवेश गर्नेहरू अल्छी र व्यवस्था नगर्नु महत्त्वपूर्ण रहेछ। वज्रयान शिक्षा अभ्यास गर्नका लागि यी 4 प्रकारको गुणहरू सम्पन्न हुन जरुरी छ। पहिलो, अन्तिम 3 द्वारबाट फुत्किएकालाई उग्र उपायद्वारा नियन्त्रित गर्न जानेको हुनुपर्दछ। दोस्रो, पञ्चविषको बल बढेमा उक्त पञ्चविषलाई स्वमुक्तिको रूपमा परिवर्तन गर्न सक्ने उपदेश जानेको हुनुपर्दछ। व्याकुल भई शान्ति भङ्ग भई आशा र निराशा भएमा यो बाधा हो भने जानिएको हुनुपर्दछ। समय सफासँग पालना नगर्नेलाई सुगाङ्पाको अर्थी उपदेश जानिएको हुनुपर्दछ। यदि यी 4 प्रकारको गुणहरू सम्पन्न भएन भने थाम्चिक अर्थात् समय भङ्ग भएर भाव चक्रमा घुमिरहने छ। किनभने त्रिकालका बुद्धहरूले पनि क्लेशलाई आफ्नो चित्तमा राखी नत्यागिकन बुद्धता प्राप्त भएको कोही पनि छैन। त्यसैले वज्रयानको उपदेश शिक्षा उदुम वराई मेतोक अर्थात् उदुम वराई फुल जस्तो नै एकदमै दुर्लभ रहेको छ। कि त उत्पन्न नै हुँदैन, उत्पन्न भए तापनि धेरै समयसम्म बस्दैन। किनभने उपयुक्त पात्र नै हुँदैन भनिएको छ। अब महाराज लगायतले सुन्नुहोस्, 18 लक्षण युक्त मानव चोला प्राप्त भएर वज्रयानको द्वारमा बसी एकै जीवनमा बुद्धत्व प्राप्त गर्न चाहनेहरूले मूल र शाखा थाम्छिक अर्थात् समय सफासँग पालना गर्नु एकदमै ठुलो महत्त्वपूर्ण रहेको छ। यदि थाम्छिक अर्थात् बाचा समय पालना गरेन भने जीवितको लागि, जिउँदो व्यक्तिको लागि औषधि खोज्न जाँदाखेरि विषसँग भेट भएको जस्तो हुनेछ। त्यसै कारणले समय पालना, थाम्छिक पालना, बाचा पालना गर्नको लागि श्रद्धा र वीर्य वा कोशिश र प्रज्ञाको आवश्यकता पर्दछ। श्रद्धा भक्ति भएन भने वज्रयान शिक्षा धारणा र अभ्यास गर्नको लागि, लिनको लागि, ग्रहण गर्नको लागि उपयुक्त पात्र नै हुँदैन। कोशिश भएन भने व्यवस्था भएर जान्छ। प्रज्ञा छैन भने वज्रयानको अति गम्भीर शिक्षाहरू छुट्याउन सकिँदैन। त्यसै कारणले वज्रयान शिक्षा श्रद्धा भक्ति भएकोहरूको लागि मात्र उत्पत्ति भएको हो। साथै आफूलाई वज्रयानको शिक्षा प्रदान गरिने गुरुलाई प्रत्यक्ष बुद्धको नै संज्ञा राखेर प्रत्यक्ष बुद्ध नै हुनुहुन्छ भन्ने मनमा कल्पना गर्न जरुरी छ। वज्रयानको शिक्षा ग्रहण गर्नु पर्दछ त्यसपछि मात्र। र साथै वज्रयानको शिक्षा प्रदान गरिने गुरुलाई प्रत्यक्ष बुद्धको नै संज्ञा राख्नु पर्दछ अथवा प्रत्यक्ष बुद्ध नै हो भनी मनमा सम्झिनु
पर्दछ र त्यसपछि मात्र वज्रयानको शिक्षा, अति उपदेश, वाङ लुङठी इत्यादि ग्रहण गर्नु पर्दछ। त्यसै कारणले गर्दाखेरि वज्रयानको शिक्षा प्रदान गरिने गुरुलाई प्रत्यक्ष बुद्धको नै संज्ञा राख्दै कल्पना गर्दै तपाईहरूले यो उपदेश पाठ प्रार्थना गर्नुहोस् भनी त्यतिखेर गुरु रिम्पोछेले सोलदेव लेउदुनमा उपदेश प्रार्थना पाठ यसरी बताउनु भएको थियो। हस्त यस भिडियो मार्फत विशेष गरेर गुरु रिम्पोछेको प्रार्थना उपदेश पाठ सोलदेव लेउदुन्माको बारेमा जानकारी राख्ने कोसिस गरे। भिडियो कस्तो लाग्यो, मन परेमा लाइक, शेयर र कमेन्ट गर्न नभुल्नुहोला र साथसाथै च्यानललाई पनि सब्स्क्राइब गरिदिनु होला। नमस्कार, टसिदेले।